भ्रष्टाचारमा चुल्लुमा डुबेको कांग्रेस एमालेलाई काँधमा बोकेर हिँड्न सकिँदैन। बदमाशी र अपराध गरिरहेकाहरूलाई काँधमा बोकेर हिँड्न सकिँदैन। आसन्न फागुन 21 को निर्वाचनमा हाम्रो पार्टी नेपाल मजबुत राजनीतिक शक्तिको रूपमा उदाएर आउनेछ। म राजनीतिक लाइनमा छु भने हामीले नयाँ खालको राजनीतिक तयारीहरू गर्नुपर्छ। तिहार आउँदै गर्दा हजारौं कलाकारका हजारौं देउसी भैलोहरू निस्किन्छन् भने नयाँ राजनीतिक एउटा परिवेशमा देश प्रवेश गर्ने यो बेलामा चाहिँ नयाँ खालका राजनीतिक शक्तिहरू अझै बढी बन्नुपर्छ। धेरै शक्तिहरू बीचको एउटा मजबुत सङ्घर्षपछि एउटा नयाँ राजनीतिक शक्ति बन्नेछ। तपाईका कुरा, हाम्रा कुरा, हामी सबैका कुरा, सिधा प्रश्नका सिधा कुरा, तपाईँ हामी सबैले हेर्नै पर्ने कुरा उठाएर जाने नै छौँ। पुराना राजनीतिक दलहरूले हिजोसम्म जे बदमासी गरेका छन्, हिजोसम्म जे अत्याचार गरेका छन्, पुरानो राजनीतिक दलहरूको अपहरणबाट अपहरण मुक्त गर्नलाई पनि हामीले यो नयाँ राजनीतिक दलको परिकल्पना गरेका हौँ। नयाँ अब सहकार्य चाहिँ कोसँग हुन्छ? जस्तो कुलमान घिसिङहरू, बालेन शाह, मोबाइल सहकार्य हुँदैन। यसो भन्दै गर्दा केपी ओली, शेरबहादुर देउवाहरूसँग सहकार्य हुँदैन, कांग्रेस र एमालेहरूसँग सहकार्य हुँदैन। बाँकी देश परिवर्तन गर्ने सन्दर्भमा उभिएका सबै राजनीतिक दलहरूसँग हामी हातमालो गरेर जानेछौँ। देशलाई ध्वस्त पार्ने, देशलाई कब्जा गर्ने, देशलाई भ्रष्टाचारको जुन अखडा जसले योभन्दा पूर्व राजनीतिक दलहरू जसले गरेका छन् तिनीको खिलाफमा चाहिँ यो एउटा अभियानको रूपमा पनि रहन्छ। कुलमान घिसिङ मात्रै हुन्छ त्यसो भए होइन, सबैसँग हुन्छ। कुलमान घिसिङहरूसँग हुन्छ, बालेन शाहहरूसँग हुन्छ, रवि लामिछानेहरूसँग हुन्छ। मैले अघि पनि भने नि अर्क साम्पाकोहरूसँग हुन्छ। नयाँ हजुर होइन, अब सुध्रिएर मैले फेरि पनि भने सुध्रिएर आएका राजनैतिक दलहरूसँग देश बनाउने भन्ने राजनैतिक दलहरूसँग चाहिँ हाम्रो सहकार्य त डेफिनेटली हिजो पनि थियो, आज पनि हुन्छ र भोलिको दिनमा पनि हुनेछ। देश बेच्ने र देशलाई अपहरण गरेर राख्ने ठिक छ, ठिक होइन। त्यो त अहिले अझै तपाईँले एमाले र कांग्रेसको विषयमा भन्नुहुन्छ भने आउँदै गरेको निर्वाचनमा मैले अलि भर्खर मात्र सुने कांग्रेसले पनि निर्वाचन आयोगमा दल दर्ता गराएको छ भन्ने चाहिँ मैले सुनेको छु। इज्जत छ भने, इक छ भने आउँदै गरेको निर्वाचनमा कांग्रेसको रुख र केपी ओलीको मुख नदेखायो भए राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो विश्वास छ। कम्तीमा इक छ भन्ने मान्छे हो भने त्यो कहीँ कतै इज्जत पनि छ। हामीलाई चाहिँ हामी मान्छे नै हो। हाम्रो पार्टीमा कार्यकर्ताहरू हुँदैन, यसमा समर्थक मात्रै हुन्छ। तपाईँले पार्टीको मोडालिटी कस्तो हुन्छ, देशको सन्दर्भमा, डेमोक्रेसीको सन्दर्भमा र डिग्निटीको सन्दर्भमा हामी प्रतिबद्ध छौँ। हाम्रो पार्टीमा कार्यकर्ताहरू हुँदैन, एउटा कुरा। दोस्रो कुरा, कांग्रेसलाई कसले मात्रै आफ्नो भन्न पाउँछ जो कांग्रेस हो, एमालेलाई कसले मात्रै आफ्नो भन्न पाउँछ जो एमाले हो। हाम्रो मात्रै पार्टी एउटा त्यस्तो पार्टी हो संसारमा जसले पनि हाम्रो भन्न पाइने पार्टी यो हो, जसलाई पनि सबैले हाम्रो भन्नुपर्नेछ। अब चाहेर पनि यो पार्टीलाई केपी ओलीले गाली गर्न सक्ने छैनन्। हाम्रो पार्टीका केटाहरू बदमास छन् भन्यो भने कसलाई हुनेछ फेरि, होइन? हाम्रो पार्टीमा त चोरै चोर छन् भने हाम्रो पार्टीमा त भ्रष्टाचारै भ्रष्टाचार नै छन् भने यो चाहेर पनि केपी ओलीले विरोध गर्न नसक्ने र नचाहेर पनि यसलाई चाहिँ नचाहेर पनि विरोध गर्न सक्ने र चाहेर पनि समर्थन गर्न नसक्ने एउटा चाहिँ हामीले त्यो एउटा चाहिँ अवस्थाको सिर्जना गरेको। शब्दको जाल जस्तो भयो नि, तपाईँले शब्दको मात्रै कुरा हाल्नु मन त होइन, शब्दको मात्र होइन। आखिर गर्ने के हो र छुट्टै जाने यो एउटा चाहिँ यो अभियान भनेकै एउटा वचन भनेकै एउटा बोली भनेकै शब्दकै जाल होला। तर हामीले मात्रै भन्न खोजेको यो सबैले अपनत्व गर्न पाउने गरी यसलाई हाम्रो पार्टीको रूपमा चाहिँ यसलाई हामीले डेभलप नामको सिर्जना कसरी राख्नुभयो? हजुर, नामको सिर्जना यो सबैले हाम्रो भन्न सक्ने गरी एउटा व्यक्तिको मात्र नभइकन, जस्तो अब एमाले केपी ओलीको पार्टी भयो, कांग्रेस देउबाको पार्टी भयो, यतातिर अर्को नयाँ फुटे गरेका राजनीतिक दलहरू कोही प्रचण्डका पार्टीहरू होला। तर यो हाम्रो पार्टी सबैले हाम्रो भन्न सक्ने बेला यो बेलामा कसैले मधेस भनिरहेका छन्, कसैले हिमाल भनिरहेका छन्, कसैले दलित भनेका छन्, कसैले जनजाति भनिरहेका छन्। देशलाई साम्प्रदायिकताबाट बचाउने सन्दर्भमा एउटा साझा बिन्दु कसैले खोज्नुपर्छ भन्ने लागेर त्यो अभ्यास हामीबाटै गर्नुपर्छ र हामीले हाम्रै पार्टीलाई चाहिँ यो एउटा चाहिँ डेमोक्रेटिक पार्टीको रूपमा चाहिँ डेभलप गर्न चाहेको। तपाईँ चुनावमा जानको लागि फागुन 21 को तयारी गर्दै हुनुहुन्छ, होइन? देश पनि तयारी गर्दैछ। तर 12 को जुन घटना छ नि त्यो घटनाले चाहिँ चुनाव प्रभावित हुन्छ, चुनाव हुन्न कि समयमा अथवा हुन दिन्नन् कि विभिन्न शक्तिहरूले भन्ने शङ्का पनि छ। 12 घटनाले लिएर तपाईँ के भन्नुहुन्छ? शक्ति भनेको केपी ओलीहरू नै हुन्। तपाईँले इङ्गित गर्न खोजेको कुरा हिजो केपी ओली सिंहासनमा बस्दै गर्दा पनि यसो हुन्न कि त्यसो हुन्न भन्ने परेको थियो। पछि आर्मीले उठ भनेपछि उठ्ने, बस भनेपछि बस्ने भन्ने चाहिँ अवस्था बन्यो। भोलि चुनाव नजिक आउँदै गर्दा फेरि हाम्रा दाइभाइहरू नेपाली सेना मजबुत छ, भोलि उठ बस गराउन सक्ने अवस्था छ। त्यसैले गर्दाखेरि दुई चारजनाले बदमासी गर्दैमा, दुई चारजनाले विरोध गर्दैमा चुनाव रोकिने भने यहीबाट हामीले स्पष्ट रूपमा भन्नुपर्छ। अहिलेको जनताको सरकार हो, योभन्दा सामूहिक सरकार, योभन्दा सबैले अपनत्व गर्न सक्ने सरकार अर्को हुन सक्दैन। सुशीला आमा चुनाव गराउनको लागि सक्षम पात्र हुन्, उनीभन्दा योग्य पात्र अहिलेको सन्दर्भमा कोही पनि छैन। यो सरकारलाई हामीले सपोर्ट गर्नुपर्छ। यो सरकारलाई यो अहिलेको व्यवस्थालाई, अहिलेको अवस्थालाई सफल गराउन सकियो भने देश र जनताले चाहिँ निकास पाउन सक्ने अवस्था छ। त्यसैले कांग्रेस र एमालेको पछाडि लाग्न जरुरी छैन। सुशीला आमालाई पनि मैले निर्वाचन आयोगको गेटबाट भन्नुपर्ने कुरा, कांग्रेस र एमालेलाई ताकेर नबस्नु, यिनलाई डाकेर नबस्नु, यिनलाई सोधिरहन जरुरी छ। कांग्रेस त चुनावमा जाने भइसक्यो, एमाले मात्रै बाँकी छ। त्यही त भने
ठिक छ भने मुख नदेखाउनु देशको प्रमुख राजनीतिक दल चुनावमा नगएर चुनाव हुन्छ भने हैन र तपाईले यसलाई भनेको जस्तो कसलाई प्रमुख भन्ने कसलाई उपप्रमुख भन्नुहुन्छ तपाईँ केलाई प्रमुख भन्नुहुन्छ केलाई उपप्रमुख भन्नुहुन्छ यहाँका सबै प्रमुख दलहरु धेरै सिट लिएको हो नि त हैन धेरै सिट त कति बेला कतिले लग्यो कति बेला कतिले लग्यो छोड्दिनुस् त्यो गर्ने कुरा त्यो गएका कुरा गएर सकिसकेको कुरा वर्तमानको कुरा गर्ने सन्दर्भमा सबै निर्वाचन आयोगमा दर्ता भएका दलहरु सबै राजनीतिक दलहरु यिनको मूल्य र मान्यता एउटै छ कोही ठुलो र सानो भन्ने छैन निर्वाचन आयोगको आँखाबाट हेर्ने हो हामीले यो डकुमेन्टको आँखाबाट हेर्ने हो यो डकुमेन्टमा सबै समान छन् सबैले समान ढङ्गको 2-4 वटा राजनीतिक दलको वरिपरि घुमेर गरेका छौं आज निर्वाचन आयोगबाट हामीले आधिकारिक डकुमेन्ट हामीले प्राप्त गरिसकेका छौं आसन्न फागुन 21 को निर्वाचनमा हाम्रो पार्टी नेपाल मजबुत राजनीतिक शक्तिको रूपमा उदाएर आउनेछ सामन्तीहरुसँग आँखा जुदाएर आउनेछ र नयाँ ढङ्गबाट नेपालको राजनीतिक कोर्सलाई र देशलाई सही ढङ्गको एउटा दिशानिर्देश गर्ने सन्दर्भमा चाहिँ हामी नयाँ ढङ्गको तयारीहरू गरिरहेका छौं र त्यसरी आउनेछौं अहिले पछिल्लो समय जताततै पार्टीहरू खोल्ने एकदमै होडबाजी चलिरहेको छ हैन तपाईहरु अलिकति चर्चामा पाउने बित्तिकै पार्टी खोल्ने प्रवृत्ति चलिरहेको यसले देशलाई निकास दिन्छ कि झन् भट्कालोमा हाल्छ भन्ने चर्चा छ कि के हो हैन जुन क्षेत्रमा लागेको छ म फिल्म लाइनमा हुन्थे भने फेरि अर्को फिल्म बनाउँथे म गीत गाउने लाइनमा हुन्थे भने फेरि अर्को गीत निकाल्थे म राजनीतिक लाइनमा छु भने हामीले नयाँ खालको राजनीतिक तयारीहरू गर्नुपर्छ भ्रष्टाचारमा चुर्लुमा डुबेको कांग्रेस एमालेलाई काँधमा बोकेर हिँड्न सकिदैन बदमाशी र अपराध गरिरहेकाहरूलाई काँधमा बोकेर हिँड्न सकिदैन त्यसैले गर्दा तीज आउँदै गर्दा हजारौं कलाकारका हजारौं गीतहरू निस्किन्छन् तिहार आउँदै गर्दा हजारौं कलाकारका हजारौं देउसी भैलोहरू निस्किन्छन् भने नयाँ राजनीतिक एउटा परिवेशमा देश प्रवेश गर्ने यो बेलामा चाहिँ नयाँ खालका राजनीतिक शक्तिहरू अझै बढी बन्नुपर्छ बहुदलीय व्यवस्था हामीले यसैको लागि ल्याएको हो धेरै शक्तिहरू बीचको एउटा मजबुत सङ्घर्षपछि एउटा नयाँ राजनीतिक शक्ति बन्नेछ र त्यसले देशलाई सही दिशानिर्देश गर्नेछ त्यसैले धेरै पार्टी हुने सन्दर्भलाई धेरै पार्टीलाई चाहिँ त्यो ढङ्गबाट हेरिनु हुँदैन जसरी बाहिर चाहिँ हल्ला गरिएको छ जस्तो खगेन्द्रजी तपाईँ कुलमानजीसँग नै राम्रै हुनुहुन्थ्यो अब नयाँ पार्टीको हिसाबले यदि कुलमानजीसँगै पनि सहकार्य गर्न सक्नुहुन्थ्यो त्योभन्दा अगाडि रवि लामिछानेसँग पनि एकदमै राम्रै हुनुहुन्थ्यो रवि लामिछानेसँग पनि सहकार्य गर्न सक्नुहुन्थ्यो यो पार्टी किन आवश्यक थियो खगेन्द्र सुनारलाई मन्त्री नबन्ने बित्तिकै पार्टी खोल्नुपर्ने अवस्था बन्यो भनेर धेरैले आलोचना गरिरहेछन् हैन मन्त्रीको सन्दर्भमा मैले तपाईकै पोस्टकास्टमा पनि भनेको र अन्य साथीहरूलाई पनि भनेको म मन्त्रीको दौडमा हिजो पनि थिएन आज पनि छैन र भोलि पनि छैन म मन्त्रीको दौडमा छैन पहिलो कुरा यो सकिहाल्यो दोस्रो कुरा तपाईले अघि जो पात्रहरूको नाम लिनुभयो उहाँसँग मेरो हिजो पनि सम्बन्ध सुमधुर थियो आज पनि छ र भोलि झन् प्रगाढ बनेर जानेछ मैले फेरि पनि भने आउँदै गरेको निर्वाचनमा कांग्रेस र एमाले बाहेकका राजनीतिक शक्तिहरूसँग हामी हातेमालो गरेर सरसल्लाह गरेर एकअर्कालाई सघाउ र एकअर्कालाई टेवा पुग्ने गरी चाहिँ हामी समन्वय गरेर आउनेछौँ त्यसैले गर्दा छुट्टै राजनीतिक शक्तिको सन्दर्भमा तपाईलाई छुट्टै टेलिभिजनको आवश्यकता किन पर्यो अर्को साथीलाई छुट्टै घरको आवश्यकता किन पर्यो अर्को साथीलाई छुट्टै खालको तयारी भन्ने सन्दर्भमा चाहिँ हामी लामो समयदेखि छुट्टै मुद्दा उठाइरहेका छौँ एउटा समुदायको मुद्दा उठाएर आइरहेका छौँ त्यसैले गर्दाखेरि एउटा समुदायको मुद्दालाई स्थापित गर्ने सन्दर्भमा र सँगसँगै देशको मुद्दालाई स्थापित गर्ने सन्दर्भमा अलिकता नयाँ ढङ्गबाट छलफल गरौँ भन्ने भयो त्यसैले नयाँ राजनीतिक दल हुन बित्तिकै हामी अर्काको विरोधी होइनौँ प्रतिस्पर्धी होइनौँ हामी एकअर्काको सहकर्मी हुनेछौँ र मजबुत ढङ्गले देशलाई निकास पुर्याउने सन्दर्भमा कुलमानी घिसिङ हर्क साम्पाङहरूसँग चाहे बालेन शाहहरूसँग चाहे रवि लामिछानेहरूसँग चाहे अहिले नयाँ बन्दै गरेका सबै राजनीतिक दलहरूसँग हामी हातेमालो गरेर जानेछौँ र त्यो हातेमालो गर्ने सन्दर्भमा दलित मधेसी जनजाति मुस्लिम उपेक्षामा उत्पीडनमा तल अन्याय अत्याचारमा परेका सबैसँग हातेमालो गरेर नयाँ राजनीतिक कोर्सको चाहिँ प्रारम्भ गर्छ हैन तपाईले यसो भनिरहँदाखेरि अब वैकल्पिक मतहरू जो समानुपातिकमा आउँछ त्यो त बाँडिने भयो नि त तपाईहरुको राष्ट्रिय दल नबन्ने बित्तिकै त्यो मत त गणना हुँदैन तपाईलाई थाहा छ कसरी गर्न तपाईहरु वैकल्पिक शक्तिहरूलाई स्थापित गर्न सक्नुहुन्छ त हैन यो भन्दा हैन यसरी यसलाई फुटेको नबनाऊ फेरि पनि म तपाईलाई स्पष्ट रूपमा बताउनु पर्ने कुरा के हो भने सहकारी गर्न सक्नुहुन्छ हो यही मैले तपाईलाई भने सहकारीको ढोका अहिले पनि खुल्ला छ र हामी त्यसको कुरामा हिजो पनि छौं आज पनि छौं मधेसले मधेसीको मुद्दा उठाइरहेको छ पूर्वले आफ्नो पहिचानको मुद्दा उठाइरहेको छ मधेसका पश्चिमका तराईका थारूहरूले आफ्नो पहिचानका मुद्दाहरू उठाइरहेका छन् कर्णालीका दलितहरू आफ्नो अस्तित्वका लडाईहरू लडिरहेका छन् त्यसैले गर्दा यो देश विविधतामा आधारित छ सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेर हामीले जसरी राष्ट्रिय गानहरू गाइरहेका छौं त्यसैगरी सयौं थुङ्गामा बाँडिएका यी फुललाई एउटै माला ल्याएर जसरी माला गाँस्ने काम भइरहेको छ यी सयौं पार्टीहरू पनि भोलि सयौं थुङ्गाको जसरी रूप र रङ्गहरू बोकेर यो देशको समावेशितालाई झल्किने कुरालाई यो देशको समान अस्तित्वलाई झल्किने कुरालाई यो ठाउँमा लिएर आउनेछन् त्यसैले मैले फेरि पनि भने नयाँ खुल्दै गरेका राजनीतिक दल वा नयाँ खोलिसकेका राजनीतिक दलहरूसँग मैले फेरि पनि भने भ्रष्टाचार र बदमासीको नेतृत्व गरेको अपराधको नेतृत्व गरेको भ्रष्टाचारको नेतृत्व गरेको कांग्रेस र एमाले बाहेकका राजनीतिक दलहरूसँग हामी सहकार्य गरेर आगामी निर्वाचनमा अगाडि जान्छौँ। अब पछिल्लो समय तपाईलाई थाहा छ महेश बस्नेत लगायतका नेताहरूलाई अहिले गाउँघरतिर प्रवेशै निषेध भइरहेको छ जताततै
यो परिस्थितिमा चुनाव हुन्छ तपाईँलाई लाग्छ? यो त मैले फेरि पनि भने हाम्रो निर्वाचन आयोगमा हाम्रो दल दर्ताको प्रमाणपत्र 216 हो। कांग्रेस र एमाले घटायो भने 214 हुन्छ। यो बहुदलीय व्यवस्था हो। 2-4 जना कांग्रेस एमालेहरूले भाग नलिँदैमा केही फरक पर्दैन। यसै पनि कांग्रेस र एमालेको भाग त बच्या पनि छैन। फेरि यसै पनि भाग लिनलाई त भाग पनि हुनु पर्यो। उहाँहरूको जनतामा उहाँहरूको भाग छैन। मिल्छ भने यो आउँदै गरेको आसन्न फागुन 21 को निर्वाचनमा कांग्रेसको रुख र केपी ओलीको मुख नदेखाएको राम्रो। यो बेलामा चाहिँ कम्तीमा जनताले सुक्खले खाएर ढुक्कले बाँच्न पाउँछन्। मेरो यो सरकारलाई पनि अनुरोध छ, यो कांग्रेस र एमालेको मुख ताकेर यिनलाई डाकेर नबस्नु आमा भन्ने कुरा म यहाँबाट अपिल गर्न चाहन्छु। तिम्रो छोराहरू लडाइँको तयारी गरिरहेका छन्। यी 2-4 जना भ्रष्टाचारीहरूको मुख ताकेर यिनलाई डाकेर बालबटारको समय खर्च नगर्नु। 214 वटा राजनैतिक दल, राष्ट्रिय दलहरू अरू पनि छन्, उनीहरूले सहभागिता यो बेलामा मैले फेरि पनि भने केपी ओलीको मुख देख्यो भने अहिले बच्चा बच्ची तर्सिन्छन्। अहिले चोर भ्रष्टाचारी भनेर यहाँलाई सोध्यो भने केपी ओलीको फोटो पठाउने अवस्था छ यो बेलामा। त्यसैले मैले फेरि पनि भने त्यही मुख लिएर केपी ओली चुनावमा जाने हो भने, त्यही उत्तानो परेको रुख लिएर कांग्रेस चुनावमा जाने हो भने यो बेलामा मेरो गगन थापाहरूलाई पनि सुझाव छ, रामकुमारी झाँक्रीहरूलाई सुझाव छ, केपी ओलीहरूलाई मेरो सुझाव छ। यो बेलामा कम्तीमा जनताले सुखको गाँस ढुक्कले खान पाउने अवस्था छ। कृपया मिल्छ भने कांग्रेसको रुख र केपी ओलीको मुख यो चुनावमा नदेखाइदिनु होला। तपाईले केपी ओली र शेरबहादुर देउवालाई गाली गर्नुभएको छ नि, साँझ हामीलाई प्रेस काउन्सिलबाट तपाईले त केपी ओलीलाई गाली गर्नुभएछ, प्रकाशजी भिडियो डिलिट गरिदिनु पर्यो भनेर फोन आउँछ। तपाईको जति बोल्नुहुन्छ त्यति प्रेस काउन्सिलबाट हामीलाई भिडियो हटाउनको लागि फोन आउँछ। ओहो, नेकपा एमाले नामको प्रेस काउन्सिलहरू, नेकपा कांग्रेस नामको, नेपाली कांग्रेस नामको प्रेस काउन्सिलका प्रेसका चाहिँ त्यो खालको प्रेस काउन्सिलहरूले भन्दैमा तिनको यसमा डराउनु पर्ने आत्तिनु पर्ने केही पनि छैन। त्यसले एमालेको प्रेस काउन्सिलले कांग्रेसको प्रेस काउन्सिलहरूले भन्दैमा गर्दाखेरि धाराको टुटी बन्द गर्दैमा वचन रोकिँदैन। तिनले यताबाट बन्द गर्छ। निर्वाचन आयोगकै यो भवन अगाडि तपाईँ हुनुहुन्छ, निर्वाचन आयोगले पनि के भनेको छ भने आचार संहिताको आधारलाई मान्ने हो भने पनि यो सामाजिक सञ्जालमा अरू नेतालाई गाली नगर्नु, होइन, त्यो खालको अभिव्यक्ति नदिनु भनिसकेको छ नि। अब तपाईँ त दलको नेता भइसक्नु भएको होइन। मैले के भने त फेरि होइन, मैले अध्यक्ष होइन सभापति भइसकेको हामी चाहिँ होइन। मैले तपाईँलाई भन्न खोजेको कुरा के हो भने केपी ओलीले जे काम गरिरहेका छन्, शेरबहादुर देउवाहरूले जे काम गरिरहेका छन् त्यो ठिक छ त? उनीहरूले गरेको बदमासी के हो? उनीहरू गरेको अपराध के हो? अपराधको बारेमा छलफल हुनु पर्दैन? उनीहरूमाथि छानबिन गर्नु हुनु पर्दैन? त्यसैले मैले फेरि पनि भने जनता केपी ओलीलाई चुनाव लडाउन होइन मुद्दा लडाउन चाहन्छन्। केपी ओलीलाई भोट हाल्न होइन जेल हाल्न चाहन्छन् जनताहरू। त्यसैले गर्दाखेरि यो बेलामा उनीहरूलाई कानुनी कारबाही हुनुपर्छ। अपराधलाई प्रोत्साहन दिने भन्ने हुन्छ, गुन्डुमा बसेर पाखुरा सुर्किएर चाहिँ अहिले पनि जनतालाई धड्काइरहने भन्ने हुन्छ, धम्काइरहने भन्ने हुन्छ। निर्वाचन सुन्नुहोस्, निर्वाचन जितौँला नजितौँला दोस्रो कुरा हो। हामीले निर्वाचन लड्नुपर्ने कुरा त्यो दोस्रो कुरा हो। तर निर्वाचन जित्ने नजित्ने कुरा दोस्रो कुरा हो। देशलाई कोही कसैको बदमासीबाट, कोही कसैको मुठ्ठीबाट, कोही कसैले पाखुरा सुर्काएको भलमा चाहिँ देशलाई बन्धक बनाएर राख्न पाइँदैन। यहीबाट गृहमन्त्रीलाई, प्रधानमन्त्रीलाई हाम्रो अपिल छ, जसले बदमासी गरिरहेका छन्, जसले अपराध गरेका छन्, जसले जेनजीहरूको टाउकोमा गोली हानेका छन्, जसले हाम्रा भाइ बहिनीहरूको रगतको होली खेलेका छन्, जसले देशलाई 75 वर्षसम्म अपहरण गरेर राखेका छन्, हामी निर्वाचन जितौँला हराउँला त्यो दोस्रो कुरा हो। फेरि निर्वाचन हुने भएको हुनाले हामी निर्वाचन लड्न तयार भएको, नत्र यी सामन्तीहरूसँग हिजो पनि माइतीगर मण्डलबाट लड्न तयार भएको, आज पनि हामी लड्न तयार छौँ। त्यसैले हामी सत्यको पक्षमा छौँ, शान्तिको पक्षमा छौँ, हामी भाइलेन्सको विरुद्धमा छौँ। त्यसैले गर्दाखेरि हामीले फेरि पनि भन्ने कुरा के हो भने कोही कसैले हाम्रा भाइ बहिनीहरूलाई, हाम्रा चेलीबेटीहरूलाई बन्दुक देखाएर, खुकुरी देखाएर यताबाट उताबाट तर्साउँछन् भने इट्टाको जवाब ढुङ्गाले दिइन्छ। मधेसले अस्ति बाराले जे गर्यो, बाराका जिन्जीहरूलाई धन्यवाद छ। यो टेलर मात्रै हो, हाम्रा भाइहरू लडेका छन्, दाइहरू आउन बाँकी छ। तपाईँको अभिव्यक्ति के हो भने महेश बस्नेतलाई कुट्नुपर्छ भन्ने तपाईँको धारणा? अनि मैले फेरि पनि भने ढुङ्गाको जवाब इट्टाले दिनुपर्छ। उनीहरू चाहिँ कुट्दै हिँड्ने अनि हामी चाहिँ कुटे बाबत कुन खालको कानुन लाग्छ भनेर कानुन संविधान फर्काएर हिँड्ने भन्ने हुन्छ। मैले के भन्दैछु, अपराधीहरूलाई मैले फेरि पनि भने अपराधीहरूलाई चुनाव लड्ने छुट हुँदैन। अपराधीहरूले मुद्दा लड्नुपर्छ, अपराधीहरूलाई भोट हाल्ने, अपराधीलाई जेल हाल्ने हो। यो कुरामा कांग्रेस एमाले बिनाको चुनाव हुन्छ हैन? तपाईले भन्नुको कुरा कांग्रेस एमाले भनेको छुट्टै। तपाईले के देखिरहनु भएको छ? कांग्रेस एमाले भनेको कांग्रेस र एमालेको मात्रै हो त? यो मैले फेरि पनि भने यहाँ 214 वटा दल अरू पनि छन्। यहाँ निर्वाचन आयोगमा दल दर्ता भएका जति सबै दलहरूको आफ्नो अस्तित्व छ। भ्रष्टाचार तिनले गर्ने, देशलाई बदमासी तिनले गर्ने, देशलाई बन्धक तिनले बनाएर राख्ने, देश धुलो माटो खरानी तिनले बनाएर राख्ने। अहिले पनि फेरि कांग्रेस एमाले कांग्रेस तपाईँलाई के हालो भुत चढाएको छ? हाम्रो साथीहरूलाई चाहिँ कांग्रेस एमाले भन्दा दल भनेकै कांग्रेस एमाले भने जस्तो मात्र लाग्छ तपाईँले। मधेस छैन, हर्का साम्बाङहरू छैनन्, फुलमान घिसिङ छैन, रवि लामे छैनहरू छैनन्, खगेन्द्र सुनारहरू आइपुग्यो त्यहाँ त। हामीलाई 500 जनाले शनाखत गर्नु 35,000 मान्छेले नागरिकता पठाएछन्, हाम्रो जनता छैनन्। यो कांग्रेस एमाले भन्ने यो भूत चाहिँ पत्रकार साथीहरूले पनि जिब्रोबाट हटाउनु हुन्छ। यो लामो समयदेखिको प्र्याक्टिस भएको हुनाले कांग्रेस एमाले भन्ने भएको छ। अहिले कांग्रेस एमाले भन्यो भने भ्रष्टाचारका नाइकीहरू भनेर फोटो पठाउँछ। हुन्छ कि हुँदैन भने किन नहुने? फेरि किन नहुने? एमालेले अहिलेसम्म दर्ता मैले फेरि पनि भने इक छ भने दल दर्ता नगर्नु, इक छ भने यो चुनावमा मुख नदेखाउनु,
इक छ भने सुध्रिनु, नुहाइधुवाइ गर्नु, सुनपानी छर्केर नुहाइधुवाइ गरेर ध्यान योग मेडिटेसन गरेर यो चुनावभन्दा पछाडि चाहिँ मान्छे जस्तो भएर आउनु, काटीकुटी केपी ओली जस्तो भएर नआउनु, फेरि काटीकुटी जताबाट हेर्दा पनि भ्रष्टाचारी जस्तो भएर नआउनु, फेरि हत्यारा जस्तो भएर नआउनु। कम्तीमा यो चुनावभरि 2-3 महिनाको समय ध्यान योग साधना गर्नु, नुहाइधुवाइ गर्नु, सुनपानी छर्केर मैले फेरि पनि भने त काटीकुटी केपी ओली जस्तो नदेखिनु भने त मैले तपाईँलाई। काटीकुटी आरजु देउबा जस्तो जताबाट हेर्दा पनि त्यस्तै भ्रष्टाचारीको नाइकी जस्तो नदेखिनु नि, अलिकति मान्छे जस्तो भएर आउनु। यो कुरामा हामी स्पष्ट छौँ। तपाईँलाई के लाग्यो होला पनि, अब त्यो नेता राजनीतिमा आइसक्यो, यिनीहरूलाई पनि अब काङ्ग्रेसलाई एकचोटि नमस्कार गरेर प्रधानमन्त्री हुन्छ भन्ने भइन हामी एमालेसँग एकचोटि गएर बासँग फोटो खिचा त तँलाई प्रधानमन्त्री बनाउँछौ भने हामी यो पक्षमा छैनौँ। अपराधीहरूसँग पाइन्छ भने पनि हात मिलाइँदैन, तर देशलाई सही दिशा निर्देश गर्ने सन्दर्भमा हामी चुनाव लड्नु पर्ने वा पाखुराले लड्नु पर्ने हामी तयार छौँ। यो कुरा अब तपाईँ कताबाट चुनाव लड्दै हुनुहुन्छ आज बताइदिनुहोस् त आम नेपालीहरूलाई, कहाँबाट लड्दै हुनुहुन्छ? केपी ओलीले चुनाव लड्न पाउँथे भने म केपी ओलीसँग चुनाव लड्थेँ, रमेश लेखकले चुनाव लड्न पाउँथे भने म रमेश लेखकसँग चुनाव लड्थेँ। यी दुईटैलाई मुद्दा लागेर यी दुईटैलाई उम्मेदवार बन्न नपाउने भएको हुनाले जनताले रुचाएको ठाउँबाट अर्कोचोटि आलो पालो सरकारमा एकचोटि प्रधानमन्त्री बन्न पाउने गरी हाम्रो पार्टी नेपाल चुनावमा त्यो मत लिएर आउँछ। सुन्नु न, एउटा प्रश्न तपाईँ अब यो अलिकति धेरैले यो प्रश्न गरिरहेका छन् कमेन्टमा पनि, तपाईँ प्रतिक्रियामा नि एउटा कुरा के भनिरहेको छ भने तपाईँ धेरै पटक चाहिँ अलिकति नयाँ पुस्ताहरूसँग नजिक भएको हिसाबले तपाईँ एकता गर्नुपर्ने ठाउँमा पार्टी खोल्नुभयो, एकतामा गइदिए हुन्थ्यो भनेर धेरै अपेक्षा गरेका छन्। तपाईँ रवि लामिछाने लगायतका व्यक्तिहरूसँग एकता गर्ने सोच बन्छ कि बन्दैन? किनकि यो त पार्टी खोले हो, यो प्रक्रियामा जानु भएको, तपाईँको एकता हुन्छ कि हुँदैन यो चुनाव अगाडि रवि लामिछानेसँग? तपाईँले भनेको जस्तो यो सबै मिडिया जतिलाई एउटै बनाऊँ, क्यामेरा जतिलाई एउटै बनाऊँ भन्यो भने त्यो बन्छ कि बन्दैन? संसारका गाडी जतिलाई एउटै गाडी बनाऊँ भन्यो भने त्यो बन्छ कि बन्दैन? होइन, मैले यही भने, त्यही मैले भने विचारहरू एउटा कोइलीले ओल्लो गाउँबाट एउटा डाँडाबाट कुहु भन्दै गर्दा अर्को कोइलीले उताबाट कुहु भन्छ भने त्यो एकता हो। त्यो यताबाट एउटाले जिन्दाबाद भन्दै गर्दा उताबाट हाम्रो चाहिँ रवि लामिछानेहरूले जिन्दाबाद भन्नुहुन्छ भने यो हाम्रो एकता। मैले फेरि तपाईँलाई स्पष्ट भन्नुपर्ने कुरा के हो भने आफ्ना आफ्नो पहिचानका मुद्दाहरू छन्, आफ्ना आफ्ना समुदायका मुद्दाहरू छन्, आफ्ना आफ्ना समस्याका मुद्दाहरू छन्। त्यो मुद्दालाई सँगै लिएर आउने सन्दर्भमा चाहिँ सामूहिक मुद्दामा चाहिँ हाम्रो छलफल हुन्छ। मैले फेरि पनि भने तपाईँले भन्न खोज्नुमा कार्यगत एकता हुन्छ, पार्टी एकता हुँदैन। होइन, पार्टी एकताको सन्दर्भमा छलफल गरौँ न, यसमा त आपत्ति के छ र? मैले फेरि पनि भने अहिले हामीले बल्ल त डकुमेन्ट प्राप्त गरेका छौँ, हामीले आफ्नो एउटा मजबुत राजनीतिक शक्ति। हामीलाई मान्छेले के भन्थ्यो भने यो त माइतीहरू मण्डलमा बस्ने मात्रै हो, यसलाई 500 जना को आएर सिग्नेचर गरिदिन्छ, यसको पार्टीमा को आइदिन्छ, यो पार्टी अब हेर्दै जानुहोस्, यो पार्टीमा भोलि को आउँछ, भोलि कसले चुनाव जितेर आउँछ। त्यसैले गर्दाखेरि मान्छेले जसरी हेपेर बोलेका थिए हामी हेपेको पात्र होइन भन्ने सन्दर्भमा मात्रै एउटा कुरा हो। दोस्रो कुरा, कुलमान घिसिङ, रवि लामिछाने, बालेन शाहहरू, हर्क साम्बाङहरू, गोपी हमालहरू, नयाँ राजनीतिक शक्ति जतिले पनि निर्माण गरेका छन् ती सबै राजनीतिक शक्तिहरूसँग हामी हातमालो गरेर जान्छौँ। अब तपाईँले बारम्बार 60 लाख दलितको कुरा उठाउनुहुन्छ होइन, योचोटि कति लाख दलितले भोट हाल्लान् तपाईँलाई? जति लाखको अब मतदाता मैले होइन, मतदान परिचय पत्रमा, मतदाता परिचय पत्रमा जतिको मतदान परिचय पत्र छ उहाँहरूले भोट हाल्ने हो। दलितको मात्र किन? तपाईँ मलाई भोट हाल्नुहुन्न, कमलजी हामीलाई भोट हाल्न तयार हुनुहुन्न, यो देश हामीलाई भोट हाल्न तयार छैन। हामीले त देशको मुद्दा उठाइरहेका छौँ। मैले कुनै दलितको पार्टी भनेर लेखेको छ छैन, यो त हाम्रो पार्टी भनेको छ। यो हाम्रो पार्टी मात्रै संसारमा यस्तो पार्टी हो, कङ्ग्रेसले मात्रै काङ्ग्रेसलाई हाम्रो भन्न पाउँछ, एमाले मात्रै एमालेलाई हाम्रो भन्न पाउँछ, तर हाम्रो पार्टी मात्रै संसारमा एउटा यस्तो पार्टी हो जो जसले पनि हाम्रो भन्ने छन्। अब हाम्रो पार्टीलाई चाहेर पनि केपी ओलीले गाली गर्न पाउने छैनन्। पनि हाम्रो पार्टीका केटाहरू भ्रष्टाचारी नै भ्रष्टाचारी छन् भन्ने कता हुनेछ त्यो कुरा? होइन, हाम्रो पार्टीका केटाहरू त फटा छन् भन्ने भयो भने अब उहाँले आफ्नो पार्टीको उसमा उभिएर चाहिँ भन्न सक्नुहुने छैन। त्यसैले आकाशको घाम जति सबै हाम्रो भन्छ केपी ओलीले, एमालेहरूले जङ्गलका रुख जति सबै हाम्रो भन्छ जसरी काङ्ग्रेसले, फेसबुक, टिकटक, युट्युबभरिका जति पनि लाइक छन् नि ती सबै हाम्रो हुनेछ। अब आजबाट लाइक गर्ने कि नगर्ने सोच्नु होला, अब आजबाट सोच्नु होला। त्यो लाइक गरेको चाहिँ हाम्रो पार्टीलाई हुनेछ फेरि, त्यो यतातिर चाहिँ अब यो चाहिँ हाम्रो नाममा रजिस्टर भइसकेको छ। यो लाइक चुनाव चिन्ह जे छ नि यो अब चाहिँ फेसबुकको लाइक दिँदा अब केपी ओलीले लाइक थिच्ने कि नथिच्ने एकचोटि विचार गर्नु होला फेरि। अब महेश बस्नेत लाइक थिच्ने कि नथिच्ने एकचोटि विचार गर्नु होला फेरि। कङ्ग्रेसको लाइक थिच्ने कि नथिच्ने, भोलि गगन थापाले कपनमा उभिएर हाम्रो पार्टीलाई भोट हाल्नुहोस् भन्नुभयो भने काङ्ग्रेसका साथीहरू नजिकिनु होला। त्यो हाम्रो पार्टीलाई भनेको काङ्ग्रेसलाई भने होइन, खगेन्द्र सुनारको अध्यक्ष भएको हाम्रो पार्टीलाई भोट हाल्नुहोस् भनेको हो। त्यो भोलि केपी ओलीले चाहिँ हाम्रो पार्टीलाई भोट हाल्नु होला भन्यो भने नझुक्किनु होला, एमालेलाई भोट नहाल्नु होला, खगेन्द्र सुनार सभापति भएको हाम्रो पार्टीलाई भोट हाल्नु होला भनेको हो। त्यसैले गर्दाखेरि यो कुरामा सबैजना स्पष्ट हुनु होला। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। सर एउटा प्रश्न, जस्तो तपाईँले चाहिँ निर्वाचन आयोगमा अलरेडी एउटा पार्टी छँदै थियो, समाजवादी पार्टी, त्यसलाई हाइज्याक गर्नु हो भन्ने आरोप छ। हजुर, अब त्यो त निर्वाचन आयोगलाई सोध्नु पर्यो।
हुँदै गरेको अर्को पार्टीलाई फेरि किन दिनुभयो भन्ने जहाँसम्म लाग्छ निर्वाचन आयोगमा यो होइन र कोहीले अब भन्नुभयो होला अब फेसबुक खोलेर भएन पार्टी निर्वाचन आयोगमा आधिकारिक दर्ता कसले कहाँ गर्छ मनमनै पार्टी खोलेर त भएन नि त भित्रभित्र हामीले तयारी गरेका छौँ ठिक छ धन्यवाद छ मैले फेरि पनि भने यो हाम्रो पार्टी हो त यसलाई उहाँले पनि हाम्रो भन्न पाउनुहुन्छ यसमा कुनै आपत्ति छैन हाम्रो पार्टी हो यसलाई सबले हाम्रो पार्टी भन्नुहोस् यसलाई कुनै आपत्ति छैन सबैले लैजानुहोस् यो पार्टी मलाई कुनै आपत्ति यसलाई हाम्रो पार्टी भन्नुहोस् हामीलाई कुनै आपत्ति छैन हस् यहाँ सबैजना